हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल है। आजबाट चाहिँ हामी रियाक्सन भिडियो बनाउँदैछु एन्ड तपाईँले थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला कुन भिडियो रियाक्सन गर्न जाँदैछु। अनि यो भिडियोमा चाहिँ धेरैजनाले कमेन्टमा चाहिँ स्क्रिप्टेड हो कि भन्ने कमेन्टहरू देखिरहेको थिएँ अनि त्यो पनि हेर्छौँ हामी स्क्रिप्टेड हो कि होइन। एन्ड यस्तै रियाक्सन भिडियो रमाइलो कमेडी टाइपको भिडियोहरू आउँछ। सब्सक्राइब पनि गर्नु होला अनि लाइक सेयर कमेन्ट यसो सजेसन पनि दिउँ कसो गर्दा के गर्दा राम्रो हुन्छ अनि यसो सपोर्ट पनि गरौँ है, सब्सक्राइब बटन थिचेर है त। अब हामी त्यो भिडियो हेर्न जाँदैछौँ, सुरु गरौँ। कहाँ कसको गल्ती के रहेछ है त। ल कडा अहिले भेट्छु म। रन्डीको छोरो माथिको झन् रन्डीको छोरो इतिले बचेको यार, इतिले जाउँ त जाउँ। केटाहरू गयो। ओके, गाडीवाला पनि रोकेर बसिरहेको रहेछ। काभ्रेली सम्धी तपाईँले यताबाट आएको भएर गरे म त उसले ओभरटेक गर्दा थियो नि त, अलिकति उ गरेर यति मिसो मर्छ विचार गर है। स्पिड होइन तिमीले हेपेर आएको, तिमीले त्यसो नखाएछ मलाई होइन। दाइ पनि तिमीले जे पनि गर्दैछु यहाँ, त्यस्तो होइन दाइ, त्यस्तो भन्नुहुँदै होइन दाइ। तिमीले हेपेर आएको मलाई ठुलो कुरा नगर। छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन। तपाईँले त्यस्तरी पेलेर आउनु भएको अनि मैले ओभरटेक गरेको थिएन, अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ। ओभरटेक गरेको थिएन त्यहाँ मैले पेलेको नानीको छोरा खोला हातले मै उतालाई हाल काभ्रेली सम्धीले चाहिँ दना हातन दिइहाल्यो है केटाहरूलाई। काभ्रेली सम्धी खडा रहेछ अलि भेटै केटाहरूले दना हातन दाइ केही भनेको छैन दाइ यार, तपाईँले यार दाइ यार त्यो भाइ भरे टोइलेट बस्नुपर्छ यार। यस्तो दना हातन दियो कि त्यो भाइले टोइलेट बस्न 1 हप्ता जति गाह्रो हुन्छ होला कि बाबालाई दिए। केही भनेको छैन दाइ यार, तपाईँ थोर दाइ यार। केटाहरू डराइहाल्यो नि अब त दाइ भन्न थाल्यो होइन। वास्तवमा के भएको रहेछ भन्दा गाडी आइरहेको रहेछ, गाडीले ओभरटेक गरेर आइरहेको रहेछ अनि गाडीको अगाडि चाहिँ अर्को गाडी बसिरहेको रहेछ क्या पार्किङ गरेर। त्यही भएर गाडी चाहिँ आफ्नो साइडमा छिर्न पाएन, त्यही भएर पेलेरै आयो। अनि बाइक पनि अब अहिलेको केटाहरू त्यस्तै हो, हुँ गरेर गयो होइन। अनि केटाहरू जोसुरै गएको थियो क्या, मुख छाड्दै त्यस्तै खालको अलि सोझो अलि सुड्डो त्यस्तै खालको भए भयो। केटाहरूले हात नहाले पनि मुख डरै छाड्थ्यो, थर्काएर आउँथ्यो। तर ज्यान भएको हटकट काभ्रेली सम्धी परिहालेछ है। केटाहरूले फोकटमा पिटाइ खायो, तर ठिकै छ केटाहरू यो पिटाइ खाएर पनि भाइरल भइहाल्यो। पिटाइ खाएर पनि चल्दो रहेछ। पिटाइ खान जानु पऱ्यो क्या केटाहरू, पिटाइ खान पार्यो, पिटाइ खान जानु पऱ्यो। पिटाइ आयो कि भाइरल हुँदो रहेछ होइन। कपडा बोक्ने काभ्रेली सम्धीलाई हान्न लाउने भाइरल। ल आजलाई भिडियो यति नै। रियाक्सन भिडियो कस्तो लाग्यो अनि कमेन्ट गर्नु होला सल्लाह सुझावको लागि, अनि सब्सक्राइब पनि गरेर सपोर्ट पनि गर्न है त।